सानो ठाउँबाट आउँछौँ नि त हामी कैलालीबाट आउँछौँ हामीले के गर्नु पनि काठमाडौँ जानु पर्थ्यो क्या पब्लिकले जे सजाय दिन्छ त्यसलाई पब्लिकले दिन्छ क्या तिनीहरूलाई त्यहीँ काटेर त्यहीँ मारिदिनुपर्छ ठुस्केची खै मैले अघि एकछिन कराइदिएको थिएँ ठुस्केची यो थोपा हो बिहान एउटा अन्डा र ब्रेड लिएर आइज भनेको यहाँ के लिएर आएको हेर है चिज लिएर आएको यो के हो यो तोफु लिएर आएको तोफु भइहाल्यो त्यसपछि यहाँ हेर यो उदोन भइहाल्यो अनि त्यसपछि यहाँ मोयासी भयो अनि गएर यो फेरि यो पनि उदो नै आएछ अनि मैले ल्याउनु भनेको चाहिँ यति हो फेरि हेतासु तामाको ब्रेड अनि यो क्युरी कुकुम्बर ल्याउनु भनेको यो थोपडा हो बिहान बिहान खर्च चालु भोक लाग्यो ल ल चुकुत्ते ओके ओके ल हेलो गाइस के छ हाल खबर आई होप सो सबै सन्चै हुनुहुन्छ होला अनि हामी पनि सन्चै छौँ म पनि सन्चै छु मिङ लावाइसिङ दारो YouTube ဘနော်မုတ်လို့ blogger subscribe လည်းလုပ်လို့ရပါတယ် like လည်းလုပ်လို့ရပါတယ်ရှင်တတ် ओके देन उसको पनि अब अहिले हाम्रो ब्लगहरू सबै म्यानमारले पनि हेर्छ त्यही भएर सबैले हाम्रो लाइफ कस्तो छ के चलिरहेको छ म्यानमारहरूले पनि हेरोस् भनेर उसको पनि अब चाहिँ म्यानमारमा पनि हल्का फुल्का अलिकता के भइरहेको छ थोरै थोरै हैन टुच्च अनि तरकारीमा हल्का मसला हाले जस्तो के ने त्यस्तो गराउने हो ल आज हामी हल्का के पकाएर खान्छौँ अनि त्यसपछि थोरै एक्सर्साइजहरू गर्नु छ आज एक्सर्साइज यस्तो भइसक्यो म त मोटाइसकेँ अति नै यो अलि दुब्ला थियो तर म मोटाइसकेँ त्यही भएर हल्का एक्सर्साइज त्यसपछि हल्का ह्याप सान्ने अनि नुहाउने अनि त्यसपछि आज हाम्रो साँझको टुर छ साँझ हामी यसो एउटा हाम्रो फेभरेट गार्डन फेभरेट त्यहाँ छ अनि त्यहाँ गएर हामी सानो भिडियोहरू बनाउँछौँ रमाइलो गर्छौँ हजुरहरूलाई पनि देखाउँछौँ ओके देन यो के बनाउँदैछ यसले म्यानमारको डिस त्यसै हो यो चाहिँ नानी ल यहाँ बन्दैछ म एकछिन हल्का एक्सर्साइज हान्दैछु विथ नेपाली सङ हामी डान्स ल डान्स गर्दै बेबो एकछि ल एक्सर्साइज विथ डान्स होइन बिहानको एकदमै बेस्ट रिलिफ हो आफ्नो फ्रस्ट्रेसन निकाल्नलाई बेस्ट डु इट गाइस है हाम्रो बिहानको ब्रेकफास्ट रेडी यो चाहिँ उदोनहरू के गरेर सलाद भन्छ होइन उसले चाहिँ यो चाहिँ देख्दाखेरि चाहिँ चाउमिन जस्तो देखेला नेपाली चाउमिन जस्तो होइन तर यो हेल्दी हुन्छ है एकदम बोइल हो कि एभ्रिथिङ बोइल हो खासै केही पनि तेलहरू पनि युज गरेको छैन द्याट्स वाइ हेल्दी हुन्छ बनाउने तरिका त अब सिम्पल नै छ बोइल गर्ने बोइल स्टे सोरे उयो नि नानीका इरेर सोरे राखिदियो त्यो मात्रै गर्ने हो कि बोइल गर्ने बोइल माथि चाहिँ अनि आफूले चाहिएको मसलादेखि लिएर सबै हाल्ने अनि यो चाहिँ यो पनि मोयासी हो के भन्छ नेपालीमा चाहिँ केराको सायद त्यो के भन्छ है अनि त्यो चाहिँ यो सुप हो यसमा नि केही छैन ब्ल्याक पेपर हो अनि यो सुप हो यो मात्रै हो कि अनि बनाउने चाहिँ ल गाइज स्टार्ट गरौँ त ल तपाईँ देखो द साई तपाईँ देखो द साई ओइसी देश का ल गाइस सी यू साँझ
3 hours later. ठुस्केको आज ठुस्केपछि खै मैले अघि एकछिन कराइदिएको थिएँ ठुस्केपछि अन्त ओकोत्तेरु खाओगा ओकोत्तेता मलाई रिसाउनु भयो यो त्यो मसँग रिसाउनु भयो त्यही भएर हो त्यो मसँग रिसाउनु भयो त्यही भएर हेलो एन्ड नमस्ते सबैजनालाई आई होप सो सबै सन्चै हुनुहुन्छ होला एन्ड हामी पनि यता सन्चै छौँ आजको हाम्रो ब्लग चाहिँ जहिले रमाइलो कहिले कसो अब सोसल मेसेजहरू पनि म दिइरहेको छु होइन पोजिटिभिटी फैलाउन खोज्छु तर मैले आज सोसियल मिडियामा त्यो एकदम न्युजहरू देखिराखेको छ क्या भर्खरको 3 वर्षको बच्चालाई बलात्कार गरेर मारिएको छ होइन सबैले आवाज उठाइरहेको छ होइन हामी अब जस अहिले सोसियल मिडियामा भर्खर आइरहेको छौँ त्यही पनि यो कुरामा चाहिँ बोल्नुपर्छ भनेर चाहिँ म बोल्न खोजिरहेको होइन मलाई चाहिँ के लाग्छ भनेपछि अहिले हाम्रो यो जनता नेपाली जनताहरू के भएको कि भेडा नै हो कि के हो काम गर्ने अहिलेको सरकारले काम गर्न खोजिराखेको छ त्यही चाहिँ अहिले गएर बालेन्साको आफ्नो छोरीलाई हुँदाखेरि चाहिँ सिंहदरबार जलाइदिन्छु भन्ने अहिले अरूको छोरीलाई हुँदाखेरि चाहिँ यस्तो उनीहरूले काम गरिरहेको छ ग्राउन्डमा काम गरिरहेको छ उनीहरू गएर झोले कहिले नसुध्रिने भयो कि यो झोलेहरू झोले नै हुने भयो कि यति सानो बच्चाको बलात्कार भएर उसलाई मारिएको छ अनि उनीहरूलाई चाहिँ अझै पनि राजनीति नै गर्नु छ क्या त्यो राजनीतिमै नै छिर्नु छ अनि त्यही झोलेहरूलाई फेरि यिनीहरूलाई ल्याउनु छ अनि त्यसपछि चाहिँ यिनीहरूलाई राम्रो हुन्छ क्या अझै त्यही ब्याक हुन्छ पहिलाको 100 इयर्स ब्याक हुन खोजेको छन् कि यिनीहरू माननीय सुदन गुरुङजीले होइन ग्राउन्डमा काम गरिराख्नु भएको छ ग्राउन्डमा गएर के गर्नुपर्छ आफूले के गरिराख्नुपर्छ त्यो ग्राउन्डमा काम भइराखेको छ उनीहरूलाई चाहिँ अझै पनि त्यही झोलीको पछाडि लाएर राजनीति नै गर्नु छ कि यत्रो ठुलो घटना छ देशमा यति ठुलो बलात्कार भइरहेको जस्तो छ काहीँ मारपिट भइराखेको छ काहीँ के भइराखेको छ होइन त्यसमा पनि उनीहरूलाई राजनीति नै गर्नु छ क्या हो त्यही भएर मलाई यो पोलिटिक्सको कुरा किन गर्न पनि मन लाग्दैन मलाई यो ठिक पनि लाग्दैन होइन पोलिटिक्स किनभने चाहिँ पहिलाको त्यो बुढापाकाहरूले जुन छाप छोडे नि त्यो छाप छोडेको भएर हामीलाई अहिले यङस्टरलाई होइन त्यो पोलिटिक्स मनै पर्दैन क्या वी डोन्ट लाइक पोलिटिक्स के अनि त्यही भएर चाहिँ यो कुरा चाहिँ गर्नै पर्छ मैले पोलिटिक्स भन्दा पनि त्यो बच्चाको लागि पनि हामीले सबले होइन हामी बाहिर छौँ बट हामी सोसियल मिडियामा देखिराखेको हुन्छौँ त्यो कुरा चाहिँ बोल्नुपर्छ भनेर म यहाँ बोल्न आएको होइन म त्यो भ्युज कमाउनलाई त्यो यो गर्नलाई चाहिँ त्यो आएको होइन त्यो अब आजकल अब सबले त्यही ट्रेन्डै चलाउँछन् कसैलाई के भयो भनेपछि केही घटना भयो भनेपछि कि आइहाल्छन् फेसबुकमा आएर भ्युज बटर्नलाई टिआरपी बटर्नलाई आउँछन् तर त्यो होइन म चाहिँ जहिले मेरो ब्लगमा मेरो आफ्नो लाइफमा के भइराखेको छ त्यो मात्रै हालिरहेको हुन्छ तर आज चाहिँ मलाई बोल्न मन लाग्यो कि किनभने त्यति सानो बच्चाको भोलि गएर हाम्रो बच्चालाई पनि त्यो हुनसक्छ क्या त्यही भएर यो चिजलाई चाहिँ अवेर गर्नुपर्छ अनि आफ्नो आमा बाउहरूले एकदम बच्चाहरूलाई एकदमै केयर गर्नुपर्छ भन्ने चाहिँ म यो भन्न चाहन्थेँ त्यही भएर चाहिँ यो भिडियो बनाइरहेको होइन अनि मलाई चाहिँ के लाग्छ भनेपछि अहिले चाहिँ फाँसी देऊ यो देऊ ऊ देऊ भनिरहेको छन् होइन तर अब संविधानले नै दिँदैन क्या त्यो कुरा संविधानले दिँदैन त्यो संविधानमा लेखेको छ कि त्यो नाबालिग छन् त उनीहरू भर्खरै 16 वर्षको छ उनीहरूलाई सजाय दिन मिल्दैन क्या अहिले सजाय दिन मिल्छ बट बाल गृहमा उनीहरूलाई चाहिँ हालेर 2 वर्ष हालेर फेरि अनि त्यसरी चाहिँ सिफ्ट गर्छ होला सायदै मैले बुझेअनुसार अनि मलाई चाहिँ कहिले कस्तो के लाग्छ भने चाहिँ यस्तो घटना सुन्दाखेरि तिनीहरूलाई के सजाय होइन कि उनीहरूलाई त पब्लिकलाई टेक ओभर गरिदिनुपर्छ क्या पब्लिकले जे सजाय दिन्छ त्यसलाई पब्लिकले दिन्छ क्या तिनीहरूलाई त्यहीँ काटेर त्यहीँ मारिदिनुपर्छ कि पब्लिकले दिन्छ क्या के भन्ने यार यस्तो मलाई त आमा बाउलाई के भएको होला त्यो कस्तो फिल भएको होला फेरि सोसियल मिडियामा अझै मैले कुनै कुराहरू त यति नराम्रो पनि देखिराखेको थिएँ त्यो अब भ्युजको लागि हो कि टिआरपीको लागि हो कि गलत न्युज हो कि त्यो मलाई थाहा छैन के न्युज देखाइराखेको थियो भनेपछि आमा बाउले चाहिँ 20 लाखको माग गरे भनेर चाहिँ त्यो न्युजहरू मैले त्यो पनि देखेँ त्यो राइट न्युज हो कि गलत न्युज हो त्यो थाहा छैन मलाई तर जे जस्तो भए पनि थाहा भए पनि त्यो चिजलाई चाहिँ बढावा चाहिँ दिनु हुँदैन त्यो चिजलाई चाहिँ हाल्नु चाहिँ हुँदैन क्या
उनीहरूको केही मागहरू अरू माग पनि हुनसक्छ होइन, केही अरू उनीहरूको त्यो हालत के छ, उनीहरूको ब्याकग्राउन्ड कस्तो छ, त्यो अनुसारले पनि उनीहरूले हाम्रो छोरी त्यस्तो भइसक्यो त्यही पनि आफ्नो केही माग गर्न खोजे हो कि त्यो पनि बुझेर जे पाए त्यही सोसियल मिडियामा जे गरे नि हुन्छ भनेर चाहिँ त्यतिसम्म चाहिँ गिर्नुहुन्न जस्तो लाग्छ मलाई चाहिँ होइन। ओके, अनि धेरै बोलौँ भनेपछि एकदमै लामो हुन्छ यो कुरा होइन, अझै गर्न त कति छ कुराहरू है। तर त्यही भन्छु म त, जनताहरू भेडा नहौँ प्लिज। त्यो जनता त्यो अझै पनि पछाडि ब्याक नहौँ क्या। अब अगाडि यो सरकारले गर्नुपर्ने जति सबै गरिरहेको छ, एक्सन एकदम एक्सन भइराखेको छ, जे जहाँ घटना छ उहाँ पुगिराख्नु भएको छ होइन। सकेसम्म पहिलाको टाइममा कतिको हुन्थ्यो, 10 वर्ष पनि झुलिनु पर्थ्यो सानो उसको लागि। हाम्रो केही हामी त अहिले त आफ्नै जिल्लामा नि भइराखेको छ नि त काम, त्यो चेन्जेस आएको छ नि त, अलिकति भयो नि चेन्जेस आएको छ। भर्खरै कति भयो, 1 वर्ष नि पुगेको छैन यार, 6 महिना समथिङ पुगेको होला उनीहरूको भर्खर सरकार। हुन्छ, राम्रो बिस्तारै राम्रो हुन्छ, र सबै नेपाली एकजुट हौँ, यो सरकारलाई अगाडि बढाउँ, यस्तै नै राम्रो कामहरू गरौँ, त्यो नराम्रो फेक न्युजहरू नफैलाउँ। ओके, जय नेपाल।